वेलकम टू माय ब्लॉग। आज हामी भक्तपुर घूमने जाने वाले हैं, हम 3 जना हैं। ये मेरा पति है, ये मेरा भाई है और मैं ल साथीहरु हामी चाहिँ अब बस चढ्नलाई अब माछापोखरी आज चाहिँ भक्तपुरको ट्रिप हो हाम्रो हैन। फेरि कति खसाल चाहिँ यिनले आज ब्याग खसाले गरे। कसरी बस्ने र गएर जान्नु त ल साथीहरु हामी चाहिँ भेनाको कलेजको सेन्टर पुग्न ढिलो भएको छ। ट्याक्सी यतैबाट आउँदैछ बसपाकतिरबाट, हामी बसपाकतिर जाँदैछौँ अहिले चाहिँ। साथीहरु ल अब बसपाकतिर आउन लागिसक्यौँ हामी। सक्नुहुन्छ लास्टै भिडियो काठमाडौँ धुलो कता पुग्न साथीहरु। दुई शब्द बोलिदिनुहोस्। दुई शब्द के बोलो? दुई शब्द अच्छा त पेन बाड्न हिँडेको भाइ फोन तिम्रो साल भाइ साथीहरु आज चाहिँ हामी भक्तपुर भेनाको यति कामले अनि हाम्रो यति सर्ट ट्रिप काठमाडौँ भक्तपुरको। ल साथीहरु हैन अब ट्याक्सी आइसी गर्नेछौँ हामी फेरि ब्लग। बाई बाई साथीहरु, हामी चाहिँ ट्याक्सी पाएका छौँ। ट्याक्सीमा तान्नु त भएन। पारी छ लोकेसन चाहिँ मिलाउनु पर्छ। सुरुमा आएर पढेको सिकाइदिए धेरै लामो हुन्छ। बाह्र बजे ठ्याक्क 12 बजे। साथीहरु हामी चाहिँ भक्तपुर मल्टिपल क्याम्पस आएको छौँ। यहाँ चाहिँ हामी चाहिँ सर्वे गर्न आएको थियौँ र यहाँ चाहिँ कस्तो राम्रो रानी हेर्नुहोस् उता चाहिँ भक्तपुर मल्टिपल क्याम्पस। वाट अ ब्युटिफुल भ्यू। हामी चाहिँ अब चाहिँ घुम्न जान लागेको। ल हामी चाहिँ घुम्न जान लागेको। ल साथीहरु हामी चाहिँ सिद्धपोखरी जान लागेका छौँ। हामी 4 जना भएर हामी चाहिँ 4 जना त्यो टाउकोले हामी 2 जना छेकिन्छौँ म त बस्छ। त्यहाँ चाहिँ त सब आउनु हो त। अनफर्चुनेटली हाम्रो आज सृजना मिस भेट्नु भएको छ यहाँ। सृजना मिस आज हाम्रो ब्लगमा प्लान थियो यो हैन। वा त कोइन्सिडेन्स हो। सृजना मिस भेटिनु भयो। यहाँ चाहिँ हामी पानी किन नि त एउटा बोतल। यो कुन ताल हो मिस? नपुखु ताल हो के हैन नपुखु हो के तालको नाम हो। तालको तालको नाम हो के? साइक्लिङ बोटिङ हुन्छ के हामी चाहिँ यहाँबाट कहाँ जान लाग्छ?
के भइरहेछ यहाँ चेकिङ? अनि यिनीहरूलाई त तपाईँ जस्तो इन्डियामा आयो भने पनि पैसा पर्छ नि त सर। यसलाई थाहा छैन त म इन्डियन नभन्ने नभन्नु है। जुदो मिस तपाईँले के भन्नु थिएन जुदो दोकानलाई फेरि आज तिमी दुईजनालाई चाहिँ हामीले के भन्छन् जुदो धलको भित्र गोचाडिन्छ पुरै। हामी चाहिँ भक्तपुरको गल्ली गल्लीमा जाँदैछौँ। मान्छेहरूलाई प्यास लागिसकेको छ, एडभेन्चर गरी गरी हिँडी हिँडी प्यास लागिसक्यो। के छ पुच्ची आयो भनिदियो हेलो गरिदियो ल, हेलो गरिदियो, हेलो गरिदियो, गुड गरिदियो। सँगै होइन है हराउला फेरि तिम्रो यार। के हो के हो के हो के हो यति त जानु पनि सुन्नै पर्छ यो चिज त यो डाइलग त अरू सुनिरहँदैन म चाहिँ सुनिरहेको मान्छे पुरा मक्क भएछ राम्रो देखेछ भनेर मान्छे चाहिँ हाँसा मिन्स के हुन्छ? यसले अघि रोक्नुले भन्थ्यो नि त्यसले मैले पाएछ नि हेर भिडियो हल्लिएको छु पहिला भन्नु यसै पाएछ नि त्यही हाम्रो चुबाले हुन्छ कि आधीजनालाई हामीलाई पनि यस्तो 2 दिनमा भ्यायो के सरले भने के मलाई खाइ पाएन मलाई त मन पर्दैन त के हो मन पर्दैन कसा लाग्छ हैन हो आगे हेर्नु पर्ने कस्तो लाग्छ तिमीलाई भक्तपुर आएर साथीहरू हाम्रो चाहिँ अब फोटोसुट स्टार्ट भइसकेको छ। सुजना मिस र रोशनी हुन्छ बचपनको साथी बेस्ट फ्रेन्डहरू
हाम्रो चाहिँ रोशनी ओ माई गड ओ फुल किन्ने फुल फोटोसुट हेर्न सक्नुहुन्छ हाम्रो हाम्रो फोटोग्राफर सरले कस्तो खिचिदिनु भयो खै यता क्यामेरामा देखाइदिनुहोस् ओ गर्नु भइसक्यो मान्छे गर्नुभयो रोशनी सो हट इयर हो क्या ल साथीहरू अब चाहिँ हामी चाहिँ घुम्न आँटेको केले त पनि रेडी होइन कि रिपिट गर्नु मेरो एउटा भिडियो उहाँ गाइडले यार गाइडेन्स दिइराख्नुहोस् यार त्यसरी यसो स्लाइड हुन्छ कि ल अब चाहिँ हामी गोल्डन गेटभित्र जान लाग्छौँ भिडियो गर्न पाइन्छ यहाँ छोपाकै हातमा छोपा राम्रो देखिन्छ अब भयो नै मिलाएर छोपा न त्यस्तो भएन भिडियो गर्न पाइन्छ होला नि यहाँसम्म त ओ माई गड अब चाहिँ हामी अब गोल्डन टेम्पलभित्र जाँदैछौँ साथीहरू यो चाहिँ यहाँको इतिहास यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले न फोटो ल यहीँबाट हाम्रो ब्लग यो यहीँबाट हाम्रो ब्लग चाहिँ समाप्त हुन्छ न फोटो न भिडियो अरे त्यसैले अब चाहिँ